बालेन शाहको मौन कार्यशैलीले देशमा नयाँ आशा जाग्यो। हिजो गरेको अनावश्यक विरोधका कारण बालेनको अगाडि टिक्न सकेनन् हर्क साम्पाङ। बजेट भाषण नसुनी झोला बोकेर टाप ठोके। हो दर्शकबिन, देशले पहिलो पटक एउटा यस्तो प्रधानमन्त्री पाएको छ जसलाई स्पष्टसँग थाहा छ म कहाँ जानुपर्छ अनि कहाँ जानु हुँदैन, मैले के गर्नुपर्छ अनि के गर्नु हुँदैन। विगतमा मञ्च पायो कि 12 हात माथि उफ्रिदै भाषण ठोक्न र चाहिँदो नचाहिँदो उखान टुक्का जोत्न खप्पिस प्रधानमन्त्रीहरूको तुलनामा बालेन शाहको यो मौन एक्सनले देशलाई सही दिशा प्रदान गर्ने जनविश्वास बढाएको छ। माइक अगाडि उभिएर जनतालाई उल्लु बनाउँदै हावा गफ जोत्ने विगतका प्रधानमन्त्रीहरू भन्दा मञ्च, माइक र क्यामेरा फ्रेमबाट टाढै रहने बालेनको यो कार्यशैली जनतामा अझै लोकप्रिय बनेको छ। सरकार गठन भएसँगै 100 दिने कार्यसूची नै बनाएर काममा होमिएको बालेन सरकार धमाधम नीतिगत सुधार र परिणाममुखी काम गर्न नै व्यस्त देखिएको छ। विरोधीको आलोचनालाई बालै नदिएर बालेन गफ जोत्ने भन्दा पनि काम फत्ते गर्ने अभियानमा होमिएका छन्। उनले बुझेका छन् बोलेर मात्रै यो देशको धेरै समय बर्बाद भइसकेको छ, त्यसैले अब बोलेर समय खर्चिने भन्दा पनि परिणाममुखी काम गर्न जरुरी छ। विगतमा गणतन्त्र दिवसका दिनमा 8 कक्षा फेल भएका प्रधानमन्त्रीहरूको बकवास सुन्नुपर्ने बाध्यता थियो, तर यसपालिको गणतन्त्र दिवसमा भने प्रधानमन्त्री मञ्चमा त देखिए तर माइक अगाडि भने उभिएनन्, बरु राष्ट्रपतिलाई सो अवसर प्रदान गरे। यता प्रधानमन्त्री संसदमा आएनन् भनेर रोइलो गर्नेहरूको मुख पनि आजकै दिन टालिएको छ। आज नेपाल सरकारले आर्थिक वर्ष 2083 र 84 को लागि बजेट प्रस्तुत गरेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषण गरुन्जेल बालेन संसदमा उपस्थित रहे, बरु बालेनको अनुपस्थितिमा संसदमा हंगामा मचाउँदै आएका हर्क साम्पाङ बालेनको छेउमा टिक्न सकेनन् र बजेट भाषण शुरू हुने बित्तिकै संसद भवनबाट बाहिरिए। बालेन शाहले भने बजेट भाषण सकिएपछि पनि सांसदहरूसँग भलाकुसारी गरेर समय व्यतीत गरे। कहाँ जाने कहाँ नजाने, कहिले जाने कहिले नजाने, कुन बेला बोल्ने र कुन बेला नबोल्ने भन्ने राम्रो ज्ञान भएका प्रधानमन्त्रीको हातमा देश भएपछि अब देशले काँचुली फेर्नेमा आम जनता ढुक्क रहेका छन्। बालेन शाहको यो सुझबुझपूर्ण कार्यशैली तपाईलाई कस्तो लागिरहेको छ? आफ्नो धारणा कमेन्टमा व्यक्त गर्नुहोस् वा जय बालेन लेखेर आफ्नो समर्थन जनाउनुहोस्।